हेलो एन्ड नमस्ते। आजको मेरो छोटो भिडियोमा आज चाहिँ हामी बिहानै उठेर भैरवी दर्शनको लागि जान आँट्दैछौँ। दिदी, बेना, बाबु, नानी अनि म। लगभग 1 घण्टा पश्चात हामी अटोबाट झरेर उकालो लाग्दैछौँ। माथि चाहिँ अटो गएन, त्यही भएर हामी उकालो लाग्दैछौँ। बाइकहरु माथि नि पुग्छ नि। आया ए ओइलर कुखुरा भएछ यार बजार बस्दा घोडा के बिना दुखेको ल्यो। उकालो भएको कारणले गर्दा हामी चाहिँ हिँड्नलाई साह्रै गाह्रो पर्यो। बैलर कुखुरा भइएछौँ। च्यास्याएर सुसु गर्दै बल्ल बल्ल डाँडा उक्ल्यौँ। हामी चाहिँ डाँडामा उक्लेसँगै छोरी लडेर छोरी रोए। त्यसपछि अनि म छोरीलाई फकाउँदै मन्दिरतिर लाग्दै हामी अगाडि बढ्दै मन्दिरको गेटमा आइपुग्यौँ। त्यसपछि सबैजना सिडी चढेर मन्दिर आइपुग्यौँ। हामी आउँदासम्म मान्छेहरू धेरै थिएनन् अनि हामी पूजाको लागि तयारी गर्दैछौँ। हामी पूजा गर्छौँ। त्यसपछि पूजा गरिसक्यो मेन मन्दिरमा। त्यसपछि हामी साइडमा पूजा गर्छौँ। हामी यता पनि पूजा गर्यौँ। त्यसपछि हामी अब पूजा सके पश्चात अब फर्किने तर्खरमा हामी फर्किँदैछौँ। फर्किने क्रममा ठुलो मान्छेले टिका लगाइदिनु पर्ने अरे। टिका चाहिँ लगाइदिनु भयो, तर पैसा दिनु भएन, दक्षिणा पाएन मैले। हामी चाहिँ पूजा गरी भ्याएर फर्किन लागेको अब। बिहान चाहिँ हामी सबैले उठेर गएको भएर यता खाजा खायौँ भोक लागेर सबैजना। त्यसपछि हामी फर्कियौँ। बाबुको बोर्ड अफ इक्जामको लागि जान हतार पनि थियो, त्यही भएर हामी हतार गरेर फर्कियौँ। आजको लागि यति नै सकियो।